परमेश्वरको अभिषेक आज म माथि ओर्लानुहुन्छ भन्ने विश्वास छ कि छैन? छ कि छैन? साथै सबैले छोड्नु होला, परमेश्वरको महिमामा सबैले मन लगाउनु होला। हात माथि गर्दै तपाईको के खाँचो छ, के छ दुःख, परमेश्वरको अभिषेक तपाईँ एकचोटि आत्मिक आँखाले हेर्नुहोस् न। परमेश्वरका दूतहरू चारै दिशा चारै कुनामा उपस्थित भइसकेका छन्। परमेश्वरको आत्मा हामी माथि ओर्लानेछ। यदि तपाईँलाई कसैले अन्य भाषाको वरदान पाउनुहुनेछ, कसैले नौ वरदान आउनेछ, तपाईँ सिर्फ परमेश्वरलाई पुकार्नुहोस्। तपाईँको छेउमा कोही लड्नेछ, तपाईँ विचार नगर्नुहोस्। कोही छेउमा कोही काम्नेछ, कोही चिच्याउनेछ, छोडिदिनुहोस्। सिर्फ एउटै परमेश्वरको आराधना मनदेखि गर्नु होला सबैजनाले। हुन्छ हजुर? हुन्छ। हुन्छ कि हुँदैन? सबैले मसँग अंगीकार गर्नु होला। परमेश्वर पिता, परमेश्वर पिता, यीशु प्रभुको नामद्वारा, यीशु प्रभुको नामद्वारा म तपाईको शरणमा आउँछु। म तपाईको शरणमा आउँछु। ममा भएका पाप र अधर्महरू म स्वीकार्छु। मलाई क्षमा गर्नुहोस्। म पश्चाताप गर्छु। परमेश्वर पिता, यो शरीर तपाईको मन्दिर हो। यो शरीर तपाईको नाममा म अर्पण गर्छु। तपाईको नाममा आज यो शरीर पाप र अधर्मको लेखी म मार्दछु। धार्मिकताको निम्ति आज म नयाँ जिउनेछु। परमेश्वर, यो शरीर तपाईको मन्दिर हो। आज तपाईँ म भित्र आउनुहुनेछ। म विश्वास गर्छु। तपाईको आत्माले आज मलाई छुनेछ। म भित्र आउनुहोस्। परमेश्वर पिता, म भित्र आउनुहोस्। मलाई छुनुहोस्। यीशु प्रभुको नाममा अब सबैजनाले आराधना स्तुति गर्नेछौँ। आँखा बन्द गरेर दायाँ बायाँ छोड्नुहोस्। आँखा बन्द गरेर परमेश्वरसँग हात उछाल्दै महिमा गर्नेछौँ। है हुन्छ हजुर? परमेश्वरको अभिषेक जहाँ आउनेछ त्यहाँ हरेक जुवाहरू भाँची परमेश्वर हजुरको अगाडि आइसक्नु भएको छ। सबैजनाले परमेश्वरको लागि हात माथि गरेर जोरदार ताली गर्नु होला। आजको दिनबाट हरेकको परिवारमा परमेश्वरको सुख शान्ति भइसकेको छ।